न त बनाउन न सानो पनि मसँग थियो जे दुईटा वेट मिलाएर बनाउनु पर्ला जस्तो छ हामी त्यो कति किलोको ठिक 5-5 केजीको ढक त्यो कत्रो चाहिन्छ 3-3 केजीको ढक किनेर होइन अनि वाइड गरेर हामी पहिला गाडा खेल्थ्यौँ न गाडा बुढाउने यहाँ ठ्याक्कै यहाँ बिचमा हालेर त्यस्तो गाडा खेल्न दिन्थ्यो त्यही गाडा खेल्दाखेरि कुर्दा कुर्दा होइन होला है होइन होला कुरेको त होइन होला के छ है हालखबर शिव भाइ 5 केजीको भन्दा नि तपाईँहरूलाई 10-10 जङ्गल जङ्गल पछि बिस्तारै लेभल गर्दै तर अहिलेको लागि त यही ठिक छ क्या यो यो रोड दियो यो डम्बेल हान्नको लागि होइन यो तर यस्तो यस्तो गर्यो भने बढ्ला नि सक्छ सकिन्छ होला नि मैले सक्दिनँ हो त्यसो ल के ब्यान्ड गर्ने होइन बिस्तारै बढाउँदै जाने हो नि ल ब्यान्डै भएन यसो यार के छ कुन लिन जाने तिमी बिस्तारै बिस्तारै बढाउँदै जाने 3 सेट हान्ने अनुसार त्यहाँदेखि के सेट अनुसारले गराउँछ कि होइन त 15 12 10 हो त्यही अनुसारले गर्ने कि सुरुमा तपाईँहरूले 7 केजीको कि त 5 केजीको बनाए हुन्छ नि बनाइदिने नि होइन बसुन्जेलसम्म बनाउने सिक्ने जान्ने अनि होइन एउटा मात्रै हो नि त ठ्याक्क दुईटा पनि हुन्छ ए मेरो पिक हो के लिउँ एलपी पिक राजु बदन देखा न ट्राइसेप पनि हुन्छ सोल्डर पनि मिल्छ लेगको त यसरी हान्दा भइहाल्यो दुईटा सानो बनायो भने ट्राइसेप र सोल्डरको लागि तपाईँलाई खतरा हुन्छ त्यसो दौडिनु पर्यो त पछि होइन बिहान बिहान त्यो छ नि यो अहिले अब टेबल टेनिस कोर्ट खोलेको छ के अरे ब्याडमिन्टन कोर्टहरू खोलेको नि त्यहाँभित्र गएर रनिङ हान्नु त्यो राउन्ड 10-12 भनेपछि यहाँ हानिदिने एक्सर्साइज गरिदिनु यो बाटो नि खुल्ला भइरहेको चाहिँ हुन्थ्यो है एक यो रनिङ हान्न कि मेरो अस्ति त्यो एक्सिडेन्ट भएको भए न त हामी 5 भाइर मैले डेन्जर बनाइसकेको थिएँ नि है एकताली बदाङ 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 के भन्छ ए म यता गाउँतिर छु यार म त राजुले भने जस्तो लाग्यो तिमी चाहिँ कता हो त्यति काठमाडौँतिरै हो ए म त गाउँतिरै हल्लिँदैछु अहिले त्यस्तो रहेछ तर अहिले छैन है पेट चाहिँ लास्ट त्यही ठुलो रहेछ गाईमा राति झापझुप काट्नु ल्याउला एउटा कार्यक्रम त्यस्तो छ है तपाईँले नायस देखिन्छ त्यसको छ हौ उसको ज्यानको त्यत्रो को देख्छ भनेको यसको बनाउनु पर्छ यार भोलिदेखि आज जिम्कोहरू ढक हुन्छ यस्तै होला सिजनको भोलिलाई पोखरी लाउँ न त्यही मलाई उठाउनु चाहिँ यहाँ आउनु त्यसको वेट ठिक्क भएको क्या त्यो मोटाएर जिम गरिदियो नि त मोटाएरै गर्ने हल्का ज्यान बनाएर जिम गर्ने कि हल्का ज्यान वेट गेन गर्ने पहिला मजाले अनि बल्ल अनि यहाँबाट चाहिँ हुन्छ भने चाहिँ ट्याक्क सुरु गर्ने साँझो पख एकान्तमा सुन्दै पनि राम्रो हो च्यात्दैको त त्यसको यस्तो च्यात्दैन त्यसको त खुट्टामा नि होला आस्ताएको छ त पेटै भरिनु त्यस्तै भन्नु पेटा च्यातेर पेटमा च्यात्यो भने त टेन्सन हुन्छ गर्भवती यस्तो हुन्छ
उसले ल्याग भयो यार वेलकम केटाहरू बोल्दैन मनपर्छ बाबा नम्बरी गर्न टक्क ढिक्क भएर नदी चाहिँ धेरै भइसक्यो साइकल बनाउनु पर्छ मैले यो मात्रै भएन यो त मैले उसबाट किन होला त्यो कोइनले किन गर्छ हो यो फ्रीमै आएको होला यार ल त्यो मेरो पछि आयो यता यता झन्दैन झन्दैन आज पल्टाउँदैछु फेरि कस्तो ल्याग भएको और क्या यार नेट पछाडि पानी आयो हल्लु 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 म्युट गर न गोल्डीको दरबारमा अड्किनु भयो यार सेकेन्ड बार छ भने राजु बुस नाइस हो डॉग है ये आगे एक एसपीआर फ्रैंकोला अल्टी हालेर त्यसलाई फ्लिकर हालेर हाल्दै ला मोरे टिटिटिटिट सर्दिन्छ कोई तान नहीं रहा है
त्यसको अल्टी छैन है अहिले हाल्नु भयो है टोटल हाल्नु ओए राजु भाइ मेरो माना छैन त्यसले ब्लू बफ होला नि यसको तल तल एक्लै छ मस्को रिटिटै नमर्दिँदा त्यो माथि त्यही त यार मोरे उडाउँदा अहिले हाम्रो रिटिटै ल म त्यता उता तल दुईजना भयो पारो चारजना मान्छे ब्लू बनाएको त खेती गर्छु कसरी गोल्छ हुन्छ बुझ्नु लडतिर रिटिट लडतिर लड हान्दिउँ है
अर्को जस्तो अफलाइन छ मोरेन दुईटा मोरेन ल आउँछ बे ल विन्चेन्ड युज गरिदिएर होइन मात्र घर ल्याउनु पर्ने राजा घर लिएर होला न यसरी पाएको गाडी हो मैले त पाएन यार ल ए चल्दैन नराम्रो सबै गुडै छ नि होइन हेलो एकछिनमा खान्छु म आएर एकछिन गेम खेल्दा आएको